हेलो नमस्ते। म बाउडंगीको पीडित हात्ती पीडित मान्छे हैन। हात्ती पीडित हालचाल अहिले दुबईमा छु। सबैजना नेताहरूलाई गाउँ इष्टमित्रहरू सबैजना नमस्ते। नमस्ते भन्दा पनि हाम्रो निशा डाँगीले हैन, निशा डाँगी हुनुहुँदो रहेछ यसपालिको सांसद। सो हाम्रो नेता भनिदिउँ न गाउँको चिनेको। अब निशा डाँगीले फेसबुकमा अस्ति मात्रै एकजना आन्टीलाई हात्तीले मारेको थियो। त्यो हात्ती मार्दाखेरि मैले यसो हेरेँ भिडियोतिर हैन। हात्ती मर्दाखेरि भनेको यत्तिकै मान्छे आउँथे, फोरेस्टको मान्छे आउँथे, पुलिसहरू आउँथे, ठुल्ठुला मान्छेहरू आउँथे। तर त्यहाँ मान्छे मर्दाखेरि भनेको एकजना मैले ठुलो मान्छे देखिनँ के, सबै गाउँको मान्छेहरू देखिरहेको थिएँ। अनि घरको रुवाबासी त्यस्तै हैन, मान्छे मर्दा रुवाबासी त हुन्छ। तर निशा डाँगीले फेसबुकमा हार्दिक श्रद्धाञ्जली भनेर लेख्नु भएको रहेछ हैन। तर हार्दिक श्रद्धाञ्जली केही हुँदैन, काम गरेर देखाउनु भन्न लागेको म यहाँनिर। तपाईँलाई जिताएको हामीले के खोज्नलाई, त्यही हार्दिक श्रद्धाञ्जली लेख्नका लागि सबैले लेखेका छन्। त्यहाँनिर फेसबुकमा, स्टेटसमा, युट्युबमा सबैले लेखेका छन्, दुःख व्यक्त गरेका छन्। तपाईँले लेखिरहनु पर्दैन क्या। तपाईँले भनेको काम गरेर देखाउनुपर्छ। तपाईँले यदि खतम गर्न सक्नुहुन्न भने राजीनामा दिनु क्या। बरु पहिलेकै नेताहरूले यताउति गर्दै तारबेरा गर्दै थिए। अलिक परिपक्व काम गर्नुपर्छ क्या। तपाईँ बोल्नै सक्नुहुन्न भने, गर्नै सक्नुहुन्न भने त्यहाँ बसेर कामै छैन त्यो पोस्टमा बसेर। अब अहिले यदि कदम मान्छे मर्दाखेरि त्यस्तो छ भने हात्ती मर्दाखेरि कति आउँछ मान्छे याद गर्नुभएको छ। त्यो भएकोले गर्दाखेरि गर्न मन जाने काम गर्ने, गर्न मन छैन राजीनामा दिने, त्यतिसम्म दम भएको हुनुपर्छ क्या मान्छे भनेको। बिना करबटमा यताउति लेखेर फेसबुकमा मिठा मिठा कुरा गरेर हात जोडेर त्यो कामै छैन। काम गरेर देखाउने हो, सिधै काम गर्ने हो, देखाउने हो। मान्छे मरेको छ, हार्दिक श्रद्धाञ्जली भनेको छ। त्यो हार्दिक श्रद्धाञ्जली दुनियाँभरको भन्छन्, लाखौँ मान्छेहरूले भनेछन्, मिलियनसम्म पुगिसकेको त्यो भिडियोहरू सबैले भनेका छन्। तर आत्माले त शान्ति तबसम्म पाउँदैन, तबसम्म त घरकोले सुख शान्ति पाउँदैन क्या। मान्छे त मरौ। तर अब हात्तीको हेर्नु त कस्तो छ, इन्डियाबाट आउँछ। इन्डियाको मान्छे यदि कता हात्ती मर्यो भने इन्डियाको मान्छे पनि आउँथ्यो। तर हात्ती मरेन, मान्छे मर्यो भने खोइ त नि। यी हात्ती सबै मार्नु पर्यो कि त तारबेरा त्यसलाई सुरक्षा गरिराख्नु पर्यो क्या। मान्छेहरू सुरक्षित हुनु पर्यो। धान बाली हामीले हाम्रो लागि गरेको, इन्डियाको हात्ती पाल्नको लागि होइन। 1000को पैसामा हात्ती छ भन्दैमा हाम्रो हात्ती होइन, त्यो इन्डियाबाट आएको हात्ती हो, इन्डियाकै हुन्छ। सिर्फ हात्तीको पैसा छ भन्दैमा हाम्रो हात्ती होइन त्यो। कि स्वतन्त्र छोडिदिनु पर्यो, जनताहरूले पनि मन खुसी गरेर